हिमाल हेर्नु पर्यो ल बादल आइसक्यो झनै हराइ गएको थियौँ हामी चाहिँ नेपालपट्टि यहाँ चाहिँ हामीले गोठ भेटेको छौँ हेलो छैन च्याङ्राहरू मैले लो छुर्पी चौरीको कि यो के को हो दिदी भर्खर उठ्नु हुँदै रहेछ हुनु चाहिँ अहिले कति पनि बजेको छैन टाइम है यस्तो जाँडामा कि हात चुडेला जस्तो गर्दै थियो अब यसो आगो ताप्नुपर्छ ल धन्यवाद दिदीलाई हामी जुवा भन्ज्याङदेखि पोख्टेतर्फ लाग्दैछौँ र हामीले आफ्नो बाइकहरू चाहिँ जुवा भन्ज्याङमा छोडिरहेको छौँ जुवा भन्ज्याङको दृश्य हेर्नुहोस् यस्तो दामी छ भोलि आउनु हुने भोलि आउनु हजुर ठ्याक्कै यो गाडी चाहिँ नेपाल बस्नु नेपालको बाटोमा बसिरहेको साथीले चाहिँ सनस्क्रिन लाउनु आँटेको छ यहाँ चिसोले डर छ भनेर लाउनु पऱ्यो अहिले त यो चाहिँ अब चिसोले सबै अनुहार फुट्छ त्यही कारण चाहिँ हामी दुई भाइले यहाँ प्रोटेक्सन लेभल 1 कि लेभल 2 गयो प्रोटेक्सन 50+ है ओके भएर चाहिँ 360 भ्यूको लागि हामी जाँदैछौँ अहिलेसम्म चाहिँ समयले साथ दिइरहेको छ अहिले चाहिँ हामी पोख्टेको दर्शन पाउनु आँटेको छौँ यहाँनिर त्यो डाँडा त भोलि जानु पर्ने हो त्यो तपाईँको गाडी झार हो हामी चाहिँ टेन्ट लागि त्यहाँ बस्नु चाहन्छु यो चाहिँ सिङ्गलिला टपमा त्यो डाँडामा बिहानको भ्यू कस्तो हुन्छ तपाईँहरू सबैलाई त्यहाँको दृश्य हामी देखाउन गइरहेको छौँ हामी चाहिँ यहाँ आजको टेन्ट लाउने जग्गा खोज्दैछौँ टेन्ट जहाँसुकै लाउने मिल्दैन हो भोलि घुम्नुपर्छ नि किन राति हावाले लाउनु जस्तो हुन्छ त्यही भएर टेन्ट चाहिँ एकदम गहिरो जग्गामा हेरेर लाउनु पऱ्यो गुराँस दामी रहेछ त जाउँदा टेन्ट चाहिँ यहीँ लाउनु र फाइनली हाम्रो आजको टेन्ट रेडी भइसकेको छ हाम्रो आजको बसाइ चाहिँ यहाँनिर यो टेन्टमा आज यहाँ बसेर भोलि बिहान 4 बजी उठेर गएर चाहिँ माथिको सनराइजेस भ्यू हो तपाईँलाई मर्निङ भ्यू एकदमै राम्रो 360 भ्यू आउनेछ र भोलिको दृश्यहरू कस्तो हुनेछ हो तपाईँलाई यो भिडियो मार्फत हामी देखाउने वाला छौँ बच्चे सुतिन्छ लाइट पनि छैन यत्रो टर्च लाइट छ
भोलि चाहिँ बिहानै उठ्ने 4 बजी उठ्नुपर्छ हो 4 बजी ठ्याक्कै उठ्ने हो त्यहाँदेखि फोक्टेबाट 360 भ्यू हेर्न जाने हो बिहान गुड नाइट गाह्रो भइरहेछ साथीको स्लिपिङ ब्याग पनि हाफ मात्रै रहेछ राति जाडोले गाह्रो पर्छ गुड मर्निङ सबैलाई र आजको बिहान चाहिँ हामी 4 बजी अहिले चाहिँ बिहानको 4 बजिरहेछ बिहानको 4 बजी चाहिँ हामीले ब्यागहरू प्याक गरेर टेन्टहरू सबै उठाएर चाहिँ अब चाहिँ सिङ्गालीला टप जाँदैछौँ सिङ्गालीला टपमा सनराइज हुनु आँटेको छ मर्निङ भ्यू एकदमै राम्रो हुनेवाला छ आज बेलुका चाहिँ हावा आएर साइको उडा लाग्ने गर्छ त्यहाँदेखि निन्द्रा लाग्दैन राति है भालु आएको जस्तो लाग्छ है भरे चाहिँ यही आएको रहेछ है अहिले चाहिँ बाटो हराएको अवस्था चाहिँ हाम्रो बाटो कहाँ गयो होइन यस्तै हो नि यहाँको बाटो ठुलो मेन बाटै छैन नि त हामी चाहिँ फोक्टे डाँडा पुग्नु आँटेको अब घाम देखिँदैछ Hello.